नमस्कार, यहाँलाई स्वागत छ। म नारायण खत्री। शिक्षा विभाग अर्थात् साबिकको शिक्षा तथा मानव स्रोत विकास केन्द्र CHRDले विकास गरेको इमिस प्रणालीमा अहिले देशभरबाट मात्र नभई विश्वभरि रहेका सरकारवाला वर्गले नेपालको शैक्षिक तथ्याङ्क चाहिँ आवश्यकता अनुसार हेर्न मिल्ने गर्ने सिस्टम चाहिँ विकास गरिएको छ। म यसका बारेमा तपाईहरुलाई चाहिँ आज यो भिडियो मार्फत जानकारी दिन लागिरहेको छु। जो कोही व्यक्तिले पनि इमिसको लगइन नगरिकन, इमिस प्रणालीमा लगइन नगरिकन इमिस पोर्टलबाट चाहिँ सजिलैसँग आवश्यक शैक्षिक तथ्याङ्कहरू हेर्न मिल्ने सिस्टमको चाहिँ विकास गरिएको छ। जस्तो अब यसका लागि चाहिँ हामीले के गर्छौं भने सबैभन्दा पहिले इमिसमा हामी इमिसको वेबसाइटमा प्रवेश गर्नुपर्छ। यसको इमिसको एड्रेस छ emis.ceherd.gov.np। हामी यसमा इन्टर गरिसके पश्चात चाहिँ यहाँ जुन मेनुहरू देखिएका छन्, जस्तो स्कुल GIS भनेको छ। अब देशभरिका विभिन्न विद्यालयहरूको चाहिँ लोकेसन यसबाट चाहिँ GIS हेर्न सकिन्छ भने LG रिपोर्ट कार्ड भन्ने छ। त्यसैगरी विभिन्न रिपोर्ट्सहरू हामीले यसमा हेर्न मिल्छ भने टिचर ट्रान्सफरको काम पनि अहिले यही इमिस सिस्टमबाट नै यो टिचर ट्रान्सफर कहाँ खाली छ भन्ने कुरा पनि यसैमा देखिने गरेर चाहिँ यो सिस्टम पनि विकासको तयारीमा छ। यो चाहिँ विकास भइसकेको छैन भने अब डाउनलोड्स हामी विभिन्न कुराहरू आवश्यक डकुमेन्टहरू चाहिँ यसबाट डाउनलोड गर्न सकिन्छ। र यो इमिस लगइन अब हामी इमिस लगइन नगरिकन चाहिँ यहाँ बाहिर अन्य कामहरू चाहिँ हामी गर्न, अन्य विवरणहरू चाहिँ हेर्न लागिरहेका छौँ। अब जस्तो स्कुल GIS हेर्नु पर्यो भने अब मलाई अहिले अब कुनै अब बागमती प्रदेशको कुनै एउटा, जस्तो अहिले अब दोलखा जिल्लाको अब यो जिरी नगरपालिकाको कुनै एउटा स्कुलको लोकेसन हेर्न पर्यो भने चाहिँ अब मैले यहाँनिर गएर चाहिँ हेर्न सक्छु। अब मैले लोड गरेँ। अब यसरी हेर्दाखेरि ल हेर्नुस्, अब ठ्याक्क उक्त विद्यालयको लोकेसन चाहिँ यहाँनिर यसरी सजिलैसँग चाहिँ हामीले उक्त विद्यालय कहाँनिर छ, कस्तो छ विद्यालय भनेर चाहिँ हामीले त्यहाँ बाटोको अवस्था के छ भन्ने कुरा चाहिँ गुगल म्यापकोबाट चाहिँ हामीले सजिलैसँग हेर्न सक्छौँ। यो भयो पहिलो चाहिँ GIS, हामीले हेर्न सक्ने विद्यालयको लोकेसन हेर्न सक्ने, जहाँसुकैको पनि हेर्न सक्छौँ। जस्तो मैले बागमती प्रदेशको एउटा हेरेँ। अब म कर्णाली प्रदेशमा पुग्छु। कर्णाली प्रदेशको कुनै एउटा जिल्लाको जस्तो हुम्लाको अब कुनै एउटा स्कुल हेरौँ। अब यो नाम्खा रुरल म्युनिसिपालिटीको म कुनै एउटा स्कुल हेर्छु। ल नाम्खाको एउटा विद्यालय हेरेँ मैले। अब यहाँ हेर्दाखेरि चाहिँ अब यहाँनिर लोकेसन चाहिँ यहाँ यस्तो देखिएको छ। अब यो लोकेसन चाहिँ राम्रोसँग नराखिएको नि हुनसक्छ होइन। त्यस कारणले गर्दा पनि यो लोकेसन चाहिँ राम्रोसँग राख्नु पर्यो, आफ्नो विद्यालयको लोकेसन राम्रोसँग राख्नु पर्यो भन्ने हो। अब कतिपय अवस्थामा गुगल म्यापमा नदेखिएको नि होला, राम्रोसँग नदेखिएको हुनसक्छ, या विद्यालयले चाहिँ लोकेसन राम्रोसँग नराखेको कारणले गर्दा चाहिँ यहाँ नदेखिएको हुनसक्छ। म अर्को एउटा विद्यालय हेर्छु, लोड गरेँ। ल हेर्नुहोस्, अब अर्को विद्यालयले यो राम्रोसँग राखेको रहेछ। अब यहाँनिर गएर सर्लक्क लाएर चाहिँ हामीले यसरी हेर्न सक्यौँ विद्यालयको लोकेसन, विद्यालयको अब बाटोको अवस्था के छ, कताबाट जाने हो, यो चाहिँ गुगल म्यापमा चाहिँ सजिलैसँग चाहिँ हामीले हेर्न सक्छौँ। यसका लागि चाहिँ के हुनु पर्यो भन्दा विद्यालयले चाहिँ आफ्नो यो लोकेसन चाहिँ राम्रोसँग राखेको हुनु पर्यो। अब यसैमा चाहिँ हामीले अर्को कुरा हेर्न सक्छौँ। अब यहाँनिर चाहिँ यो स्कुल डिटेल्स भनेको छ, विद्यालयको नाम, उसको कोड, अब प्रदेश, अब त्यसै गरी अब कहाँ छ त यो भनेर उसको ठेगानाहरू हामीले हेर्न सक्छौँ भने चाहिँ अब रिपोर्ट कार्ड चाहिँ कुन वर्षको हेर्ने, उक्त विद्यालयको कुन वर्षको रिपोर्ट कार्ड हेर्ने भनेर 82 र 83 को रिपोर्ट कार्ड हेर्न मिल्ने गरी बनाएको छ। हामीले यहाँबाट सजिलैसँग चाहिँ रिपोर्ट कार्ड हेर्न सक्छौँ। जस्तै अहिले हामीले यो विद्यालयको रिपोर्ट कार्ड हेऱ्यौँ भने 83 भनेर मैले भ्यू गरेँ भने उक्त विद्यालयको चाहिँ 83 सालको चाहिँ सबै विवरणहरू चाहिँ जुन विवरणहरू चाहिँ बाहिर सरकारवाला निकायलाई दिन मिल्छ। अब व्यक्तिगत जानकारीहरू, कतिपय व्यक्तिगत जानकारीहरू जस्तो विद्यार्थीको नाम थर, शिक्षकको नाम थर, नागरिकता नम्बर लगायतका त्यस्ता विवरणहरू चाहिँ आउँदैन होइन। जुन चाहिँ अन्य निकायलाई, सरकारवाला निकायलाई सार्वजनिक गर्न मिल्छ, त्यो चाहिँ सार्वजनिक रूपमा चाहिँ हेर्न मिल्ने डकुमेन्टहरू चाहिँ विवरणहरू चाहिँ यसमा आउँछ। जस्तो यहाँनिर हेरौँ, हेड टिचरको नाम छ, स्कुलको विद्यालय मिति छ, हेड टिचरको फोन नम्बर, त्यसै गरेर स्कुलको इमेल एड्रेस,
कति कक्षासम्म चलेको छ, विद्यार्थीको विवरण यहाँ देखाइएको छ, स्कुल अब विद्यार्थीको टोटल सङ्ख्या यहाँ देखाइएको छ। त्यसै गरेर विभिन्न कुराहरू चाहिँ यहाँनिर यो एटेन्डेन्सका कुराहरू छन्। अब स्कलरसिपहरू, उक्त विद्यालयमा कति कति स्कलरसिप पायो, कस्तो स्कलरसिप पायो, मतलब कतिजनाले स्कलरसिप पायो होइन। यो त सरकारवाला निकायले त सार्वजनिक रूपमा थाहा पाउनु पऱ्यो नि त। अनि उक्त विद्यालयमा के सुविधा छ, के सुविधा छैन, विद्यालयमा सुशासनको अवस्था कस्तो छ, विद्यालय सुधार योजना कहिले बनाइयो, सोसल अडिट कहिले गरियो, अनि शिक्षकहरूको विवरणहरू लगायतका सबै कुराहरू चाहिँ यसमा चाहिँ हामीले सजिलैसँग हेर्न सक्छौँ। अब त्यसै गरी उक्त विद्यालयको चाहिँ एफिसियन्सी एन्ड पर्फर्मेन्स कस्तो छ, प्रमोसन कस्तो छ, रिपिटेसन रेट कस्तो छ, ड्रप आउट रेट कस्तो छ, यी सबै कुराहरू चाहिँ अनि अब मार्क्सका कुरा आए होइन, एभरेज मार्क्सहरू कस्तो छ। अब यी सबै कुराहरू चाहिँ हामीले चाहिँ यो सिस्टमबाट चाहिँ लगइन नगरिकनै उक्त विद्यालयको बारेमा हामीले सजिलै रूपमा जानकारी पाउन सक्छौँ। अब यसलाई प्रिन्ट गर्न पनि सकिने भयो। यसलाई मैले अहिले क्लोज गरेँ। यो भयो पहिलो यो स्कुलको GIS हेर्ने तरिका, जो चाहिँ देशभरका विद्यालयहरूको हामीले सजिलैसँग हेर्न सक्छौँ, जसको चाहिँ इमेजमा कुनै पनि हामीले लगइन नगरिकन चाहिँ इमेजमा सजिलैसँग हेर्न सक्छौँ। अब अर्को रह्यो LG रिपोर्ट कार्ड भन्ने छ। अब यो LG रिपोर्ट कार्डमा चाहिँ पालिकाको रिपोर्ट कार्ड हामीले हेर्न सक्छौँ। जस्तो अहिले मैले हेरेँ, अब बागमती प्रदेशको अब कुनै एउटा पालिकाको हेर्छु म, कुनै एउटा जिल्लाको, जस्तो अहिले मैले नुवाकोटको अब लिखु को हेरेँ मैले, कुन सालको हेरेँ भन्दा 83 सालको यसरी हेरेँ। सर्च गर्दाखेरि चाहिँ अब यहाँको लोकल लेभलको चाहिँ अवस्था कस्तो छ त भन्दा कम्युनिटी स्कुल यतिवटा छ, इन्स्टिट्युसनल स्कुलहरू यतिवटा छ, रिलिजियस स्कुल यतिवटा छ, टोटल जम्मा स्कुल यतिवटा छ होइन। स्कुल लेभलको इन्फर्मेसनहरू हेर्नुहोस् त। यी सबै कुराहरू चाहिँ अब ECD चलेका विद्यालय, प्राइमरी चलेका, अब लोयर सेकेन्डरी भनेको 8सम्म चलेका, सेकेन्डरी अनि हायर सेकेन्डरी भनेको 12सम्म चलेका विद्यालयहरू होइन। यी सबै विवरणहरू चाहिँ पालिकाभरिको लोकल लेभलको चाहिँ हामीले रिपोर्ट कार्ड चाहिँ यसरी सजिलैसँग हेर्न सक्छौँ। यो पनि हामीले कुनै पनि इमेजको लगइन बिना नै, ID र पासवर्डको लगइन बिना नै हामीले सजिलैसँग हेर्न सक्छौँ। जस्तो उदाहरणको लागि मैले अहिले भर्खर जुन पालिकाको हेरेँ, त्यहाँको इन्फ्रास्ट्रक्चर अवस्था के छ त भन्दाखेरि 10वटा सामुदायिक विद्यालयहरूमा चाहिँ लाइब्रेरी रहेछ, 7वटा इन्स्टिट्युसनल प्राइभेट विद्यालयहरूमा चाहिँ लाइब्रेरी रहेछ भने, त्यसै गरी साइन्स ल्याब 4वटा स्कुलमा रहेछ, म्याथ ल्याब एउटा स्कुलमा रहेछ, प्लेग्राउन्ड 7वटा स्कुलमा रहेछ। अब यस्ता कुराहरू चाहिँ सबै विवरणहरू चाहिँ यहाँ सजिलैसँग चाहिँ सरकारवालाहरूले, व्यक्तित्वहरूले चाहिँ, सरकारवाला निकायले चाहिँ सजिलैसँग चाहिँ यस्ता रेकर्डहरू चाहिँ हेर्न सक्छन् इमेजको माध्यमबाट। यो भयो दोस्रो। अब म तेस्रोमा जान्छु। अब रिपोर्ट्स भन्ने छ। यसमा हेरौँ त, एजुकेसनल डेटा पोर्टल छ, स्कुल रिपोर्ट कार्ड ड्यासबोर्ड छ, पालिका एक्जिक्युटिभ ड्यासबोर्ड छ। अब अहिले मैले एजुकेसनल डेटा पोर्टल भनेर मैले खोलेँ भने ल हेर्नुहोस्, अहिले नेपालभरिको अवस्था यस्तो देखिन्छ। इमेजमा भरेको तथ्याङ्कको आधारमा टोटल स्कुलहरू 39,721वटा स्कुलहरू देखिन्छन्। टोटल टिचरहरू हेर्नुहोस् त 2,39,009 देखिन्छन्। टोटल स्टुडेन्ट्सहरू चाहिँ अब टोटल स्टुडेन्ट चाहिँ 80,08,825जना। अब यो चाहिँ 82 सालको डेटा चाहिँ यहाँ देखाइएको रहेछ। अब स्कुलको अवस्था यस्तो छ, हेर्नुहोस् त, पब्लिक स्कुल, प्राइभेट स्कुल र रिलिजियस स्कुल यस्तो छ। स्कुलको टाइपको यहाँ यसरी देखाइएको छ। अब म स्टुडेन्ट्समा जान्छु। स्टुडेन्ट्स हेरौँ त, ल हेर्नुहोस् त, स्टुडेन्ट्सहरू बोइज यति, गर्ल्स यति यहाँ अब यो टेबलमा देखाइएको छ। अब त्यसै गरेर कास्ट वाइज रूपमा पनि यहाँ देखाइएको छ। ब्राह्मण, क्षेत्रीय अन्तर्गत, दलित अन्तर्गत, अदर्स जनजातिहरू यसरी चाहिँ यहाँ कास्ट वाइज रूपमा पनि देखाइएको छ। अब टिचर्समा गएँ म, टिचर्समा जाँदाखेरि ल हेर्नुहोस्, वर्किङहरू यति देखिन्छ। त्यसै गरेर भ्याकेन्ट यति देखिन्छ। यो हरेकमा दरबन्दीको भयो, राहतको भयो, सङ्घीय अनुदानको भयो, अब अन्य विवरणहरू छ। यी सबै कुराहरू चाहिँ विद्यालय सहायक कर्मचारी, विद्यालय सहयोगी, विद्यालय नर्स, अन्य विवरणहरू चाहिँ सजिलैसँग देशभरिको डेटा एकैचोटि हेर्न मिल्यो। अब मलाई होइन कुनै एउटा निश्चित पालिकाको अथवा निश्चित विद्यालयको हेर्न पऱ्यो भने, जस्तो अहिले मैले मध्य प्रदेशको चाहिँ कुनै एउटा जिल्ला, जस्तो रौतहट जिल्लाको अब 83 सालको अवस्था हेरौँ है त। ल हेर्नुहोस्, अब मध्य प्रदेशमा चाहिँ मैले एउटा जिल्लाको मात्र हेर्न लागेको छु। मध्य प्रदेशको रौतहट जिल्लाको चाहिँ 83 सालको अवस्था हेर्दा 667वटा स्कुल रहेछन्, 3,274जना टिचर रहेछन्, 2,80,564जना विद्यार्थी रहेछन्। यो चाहिँ 2083 को डेटा चाहिँ यो रह्यो। अब स्कुलको अवस्था यसरी हेर्न सक्छौँ हामीले होइन, स्टुडेन्ट्सको अवस्था यसरी हेर्न सक्छौँ, त्यसै गरी टिचरको अवस्था यसरी हेर्न सक्छौँ। ल हेर्नुहोस् त, अब यसरी हेर्दाखेरि के देखियो भन्दाखेरि हामीले अहिले कुन हेरेको, मधेसको रौतहट जिल्लामा चाहिँ यहाँ राहतमा 17जना, हेर्नुहोस् त, यो ECDमा राहतमा भनेर राखिएको छ, ECDमा नै राहत भनेर राखिएको छ। अब यो बिग्रिएको अवस्था भयो। अब हेर्नुहोस् त, राहतमा 11जना चाहिँ
इसिडीमा 11जना स्थायी टिचर भनेर राखिएको छ। अब इसिडीमा त बाल विकासमा त स्थायी टिचर त हुनुहुन्न भन्दाखेरि रौतहट जिल्लाले के हेर्नु पर्यो भन्दा आफ्नो चाहिँ यो 11जना चाहिँ यो जिल्लाभरि 11वटा बाल विकासको शिक्षकको चाहिँ यो तथ्याङ्क मिलेको छैन। अब विद्यालयहरूलाई भनेर कुन विद्यालयको बिग्रेको विद्यालयहरूलाई भनेर चाहिँ मिलाउन लगाउनु पर्यो। हो, यसरी चाहिँ सम्बन्धित सबै निकायहरूले चाहिँ आफ्नो ठाउँबाट चाहिँ, जस्तो हामीले विद्यालयले विद्यालयको ठाउँबाट, अनि पालिकाले पालिकाको ठाउँबाट, अनि जिल्लाले जिल्लाको ठाउँबाट, सबैले आफ्नो ठाउँबाट चाहिँ हामीले तथ्याङ्कहरूलाई चाहिँ सत्यापन गर्दै गयौँ भने चाहिँ सजिलैसँग चाहिँ यो तथ्याङ्क चाहिँ एकदम शुद्ध हुँदै जान्छ। अब मैले अहिले एउटा स्कुलको चाहिँ यहाँ स्कुलको रिपोर्ट कार्डको ड्यासबोर्ड हेरेको छु। ल हेर्नुहोस् त, अब विद्यार्थी सङ्ख्या यति रहेछ होइन। अब स्टुडेन्टको कम्पोजिसन सोसियल ग्रुपको आधारमा कम्पोजिसन यस्तो छ, इनरोलमेन्टको आधारमा यस्तो छ, जेन्डर ब्यालेन्स यस्तो छ, प्रोग्राम रन इन स्कुल कुन कुन छ त विद्यालयमा भन्दाखेरि अब मोडल स्कुल चलेको छ, साइन्स स्कुल चलेको छ, रेसिडेन्टियल छैन, रिसोर्स स्कुल होइन, टेक्निकल स्कुल हो। यसरी विभिन्न कुराहरू चाहिँ यहाँ चाहिँ हामीले यो अब 83 सालको चाहिँ डेटा यसरी चाहिँ हामीले सजिलैसँग चाहिँ हेर्न सक्छौँ। 82 सालको डेटाहरू पनि हेर्न सक्छौँ। भन्दाखेरि यो सरकारवाला निकायहरूले, सरकारवाला वर्गले चाहिँ सार्वजनिक रूपमा चाहिँ इमिसमा विभिन्न तथ्याङ्कहरू चाहिँ सजिलैसँग हेर्न मिल्ने गरी, लगइन नगरिकन नि सजिलैसँग हेर्न मिल्ने गरेर चाहिँ यो इमिसमा चाहिँ प्रणाली विकास गरिएको छ। के तपाईँले आफ्नो विद्यालयको तथ्याङ्क सत्यापन गर्नुभयो? तपाईँको विद्यालय तहबाट गरिने तथ्याङ्क सत्यापन एउटा हरेक विद्यालयले आफ्नो ठाउँबाट चाहिँ तथ्याङ्क सत्यापन गर्दै जाँदाखेरि चाहिँ स्थानीय तहको तथ्याङ्क एकदम शुद्ध हुन्छ भने अब शिक्षा एडिसियुले चाहिँ शिक्षा समन्वयले चाहिँ आफ्नो जिल्लाको तथ्याङ्कलाई अब सत्यापन गराउन सक्छ भने केन्द्रले चाहिँ सङ्घबाट चाहिँ यसरी हामीले तथ्याङ्कहरू चाहिँ यो तल्लो लेभलबाट सत्यापन हुँदै गयो भने एकैचोटि अनि केन्द्रमा पुग्दाखेरि सबै तथ्याङ्कहरू चाहिँ शुद्ध हुन्छन्। त्यसैले सबैजनाले आफ्नो विद्यालयको चाहिँ ड्यासबोर्ड हेरेर आफ्नो विद्यालयको इमेज खोलेर तथ्याङ्क चाहिँ सत्यापन गर्नुहुन हार्दिक अनुरोध छ। धन्यवाद।